त्यसै गरी लोकसेवामा भेन डायग्राम अन्तर्गत सोध्ने चाहिँ प्रोबेबल टाइप अफ क्वेसन्स है त। यो चाहिँ यसमा फिस वेल क्रोकोडाइल भनेको छ भने सबसे फर्स्ट हामीले क्वेसन हेर्ने बित्तिकै तिनीहरू बिचको इन्टर रिलेसन यो भेन डायग्रामले त रिलेसन देखाउने हो कस्तो छ भनेर हेर्न खोज्ने। सुरुमा के भनेको छ भने फिस वेल क्रोकोडाइल, फिसभित्र वेल पर्छ। वेल भनेको एउटा एक प्रकारको माछा नै हो भनेपछि फिसभित्र वेल पर्छ। तर क्रोकोडाइल यो कुनै पनि रिलेसन छ त यिनीहरू फिस अथवा वेलसँग भनेपछि यो सेपरेटली देखाउँछ। भनेपछि यो भेन डायग्रामले चाहिँ के देखाउँछ भन्दाखेरि अब जस्तो कि फिसभित्र वेल पर्यो यता क्रोकोडाइल छुट्टै भनेपछि यसले के देखाउँछ भने कुनै एउटा चाहिँ इन्टायरली अर्कोमा डिपेन्ड गर्छ, एउटा इन्टायरली बिलङ्गै गर्छ त्यसमा भने त्यो भित्र हुन्छ र अर्को सेपरेट दिएको छ भने चाहिँ हामीले यसरी चाहिँ रिप्रेजेन्टेसन देखाउँछौँ। र त्यसै गरी अर्को क्वेसन छ वुमन मदर इन्जिनियर। अब यसको पनि रिलेसन हेर्न खोज्ने। अब कुनमा डिपेन्ड छ त वुमन क्यान, अब मदर क्यान बी अ वुमन एन्ड एट द सेम टाइम इन्जिनियर पनि हुन सक्यो भनेपछि अब रिलेसन हेर्ने। मदर के हुन्छ वुमन नै हुनु पऱ्यो नि मदर भनेपछि वुमनभित्र मदर आयो, अभियसली मदर त वुमनभित्र नै बिलङ हुन्छ भनेपछि वुमन नै मदर भयो। अब इन्जिनियर हेर्ने कि मदर इन्जिनियर हुन सक्छन् कि वुमन चाहिँ इन्जिनियर हुन सक्छन्, अभियसली भनेपछि इन्जिनियर दुवै हुन सक्यो तर नहुन पनि सक्यो, त्यही भएर यसलाई यसरी रिप्रेजेन्ट गरिन्छ। र त्यसपछि आउँछ फ्यामिली फादर मदर। मैले सेपरेट टाइपको क्वेसन गरिरहेको छु, एउटा यो टाइपको भयो एउटा यो टाइपको भयो। अब अर्को फ्यामिली फादर मदर भनेपछि अब यसमा हेर्ने के हुन्छ फादर र मदर चाहिँ फ्यामिलीभित्र आयो कि आएन, आयो। अनि फादर र मदर कुनै वेले रिलेटेड छ एकअर्कामा, त्यो रिलेट हुँदैन भनेपछि यो हाम्रो फ्यामिली भयो, फ्यामिलीभित्रै फादर र मदर आउँछ तर एकअर्कासँग रिलेसन छैन, फादर सेपरेट हो मदर सेपरेट हो भनेपछि यो फ्यामिली भयो, यो फादर भयो, यो मदर भयो, यसरी रिप्रेजेन्ट गर्छ। र त्यसपछि अर्को टाइपको भनेको चाहिँ बोय चेस प्लेयर अर स्टुडेन्ट। अब यो तिनवटा दियो। अब यसलाई चाहिँ यसो विचार गर्ने हो नि, एउटा केटा चाहिँ चेस प्लेयर पनि हुन सक्यो स्टुडेन्ट पनि हुन सक्यो, चेस प्लेयर चाहिँ स्टुडेन्ट पनि हुन सक्यो केटा पनि हुन सक्यो, स्टुडेन्ट भनेको चेस प्लेयर पनि हुन सक्यो बोय पनि हुन सक्यो भनेपछि पार्टली तिनीहरू चाहिँ तिनटै एकअर्कासँग रिलेट गर्छन् भनेपछि हामीले तिनटैको रिलेसन देखाउन यसरी देखाउन सकिन्छ। किनभने अब तिनीहरू तिनटै चाहिँ एकअर्कासँग चाहिँ पार्टली इन्टर रिलेट छन्। र त्यसपछि आउँछ अर्को टाइपको भनेको वुमन मदर र विडो। विडो भनेको चाहिँ विधवा हो। अब हामीले हेर्ने यसमा के हुन्छ नि मदर के हो वुमन हो, विडो के हो वुमन नै हो भनेपछि हामीले यसलाई कसरी रिलेट गर्ने भन्दाखेरि मदर सधैँ के अरे वुमन नै हुन्छ, एउटा मदर सधैँ वुमनभित्र नै पर्छ। अब विडो पनि के भन्ने भयो वुमनभित्र नै पर्ने भयो भनेपछि अब विडो र मदरबिच रिलेसन छ कि छैन भन्दाखेरि कहिलेकाहीँ विडो मदर पनि हुन सक्छन् र कहिलेकाहीँ मदर नहुन पनि सक्छन् भनेपछि पार्टली विडो पनि मदरसँग रिलेट छ भनेपछि यसरी चाहिँ रिप्रेजेन्ट गरिन्छ। अनि अर्को छ म्यान क्याट फिस। अब यिनीहरूको इन्टर रिलेसन के छ भन्दाखेरि मान्छे कुनै पनि वेबाट बिरालो अथवा माछासँग रिलेट गर्छ त गर्दैन, सेपरेट कुरा भयो। मान्छे फरक कुरा भयो, क्याट फरक कुरा भयो, फिस फरक कुरा भयो भनेपछि यसलाई त सेपरेटली नै रिप्रेजेन्ट गर्ने भयो हामीले। त्यसै गरी अर्को टाइपको भनेको इयर मन्थ विक। अब यो कसरी रिलेट गर्छ भनेर हेर्नुपर्छ एकपल्ट। हाम्रो मन्थ विक यो सब टाइम पिरियड दिएको छ, सबैभन्दा ठुलो इयर हो, इयरभित्र मन्थ आउँछ, मन्थभित्र विक आउँछ। यो कुरा थाहा भएपछि हामीले सबैभन्दा पहिले इयरभित्र एक वर्षमा 12 महिना हुन्छ भनेपछि भित्र मन्थ इन्क्लुड हुने भयो, मन्थभित्र फेरि विक हुन्छ 4 हप्ता भनेपछि हाम्रो मन्थभित्र विक आउँछ भनेपछि यसलाई चाहिँ एकभित्र अर्को बिलङ गरेकोलाई चाहिँ रिप्रेजेन्ट यसरी गरिन्छ। र त्यसपछि अर्को टाइपको भनेको चाहिँ मदर फिमेल चिल्ड्रेन। अब यसलाई कसरी छ भन्दाखेरि अभियसली सबै मदर फिमेल नै हुन्, चिल्ड्रेन चाहिँ मदर हुँदैन भनेपछि फिमेलभित्र मदर आउँछ तर चिल्ड्रेन के हुन्छ चिल्ड्रेन फिमेल हुनसक्छ तर मदर चाहिँ हुन सक्दैन भनेपछि हामीले चिल्ड्रेन यो फिमेल हो
भनेपछि चिल्ड्रेनलाई चाहिँ यसरी रिप्रेजेन्ट गर्छ। र त्यसै गरी लास्ट टाइपको भनेको मदर, डक्टर र चाइल्ड। अब यिनीहरूको रिलेसन हेरौँ। अ मदर क्यान बी अ डक्टर क्यान बी अ मदर। यो दुइटा रिलेट गर्न सक्छ। तर अ चाइल्ड कान्ट बी अ डक्टर अर कान्ट बी अ मदर। त्यही भएर हामीले यिनीहरूलाई रिप्रेजेन्ट गर्दा मदर र डक्टर पार्टली रिलेटेड छन्। तर चाइल्ड भनेको चाहिँ डिफ्रेन्ट हो। चाइल्ड यी दुइटै कुरा हुन सक्दैन। यसरी चाहिँ हामीले डिफ्रेन्ट टाइपको प्रोबेबल टाइपको क्वेसनहरू, डिफ्रेन्ट भनौँ न, यसमा अरू क्वेसनहरू हुनसक्छ यो टाइपकोमा। हामीले कति बेला कसरी रिलेट गर्दा चाहिँ कसरी डायग्राममा चाहिँ रिप्रेजेन्ट गर्ने भन्ने कुरा चाहिँ हामीले मजाले नै सिक्यौँ। र यसै गरी प्रत्येक आइक्यूका प्रत्येक टपिकका लोकसेवमा सोधिरहेका या प्रोबेबल क्वेसनहरू सल्भ गर्दै नै जानेछु। त्यसैले त्यसको लागि मेरो युट्युब च्यानल सिभिल इन्जिनियर केटीलाई चाहिँ सब्सक्राइब गरिदिनु होला। धन्यवाद। र यसको कम्प्लिट प्रोबेबल टाइप हेर्न चाहनुहुन्छ भने युट्युबमा जान सक्नुहुनेछ, सिभिल इन्जिनियर केटी। धन्यवाद।